हेलो गाइज, वेलकम टु मिन्स क्रिएसन युट्युब च्यानल। धेरै लामो समय पछाडि म फेरि आएको छु र यतिखेर अक्टोबरको अन्तिम समयमा आइसकेको छ र ह्यालोविन पनि 1-2 दिनमा आउँदैछ र ह्यालोविनको समयमा चाहिँ बाटोहरूमा चाहिँ कस्तो देखिन्छ म तपाईँहरूलाई देखाउन गइराखेको छु। यो ह्यालोविन चाहिँ स्पेसल्ली युके आयरल्यान्ड एरियाबाट चाहिँ सुरु भएको रहेछ भनौँ न। अब परापूर्व कालमा चाहिँ एउटा चाहिँ के बिलिभ सुरु भएछ भन्दाखेरि वर्षमा एकचोटि अब जीवित र निर्जीव वस्तुहरू बिचको चाहिँ अब त्यो सिमाना हुन्छ, त्यो ब्लर हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अब भूतप्रेतहरू चाहिँ मान्छेहरू बस्ने एरियातिर आउँछ। अब त्यो भगाउनको लागि पनि अब भूतप्रेतहरू जस्तो बनाएर उनीहरूलाई तर्साएर भगाउनुको लागि र मानिसहरूलाई चाहिँ संरक्षण गर्नको लागि त्यो चलन चाहिँ सुरु भएको रहेछ र यसबाट चाहिँ अब यो अक्टोबर 31मा चाहिँ हुन्छ प्रत्येक वर्ष र योबाट चाहिँ हार्भेस्ट सिजनको चाहिँ इन्डिङ र विन्टरको चाहिँ सुरु हुने भन्ने चाहिँ अब मानिँदो रहेछ। आज चाहिँ हल्का चिसो भए पनि घाम लागेको अवस्था छ। बरु उठाउने गाडी गएको देखिन्छ। आज गार्बेज कलेक्सन डे हो, त्यसले गर्दा गार्बेज देख्न सक्नुहुन्छ तपाईँहरूले रोडमा। यो चाहिँ पहिल्यै थियो भने अब तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ गजबको छ। अब यसमा चाहिँ स्क्यारी कपडाहरू, त्यसपछि चाहिँ चक्लेटहरू र फर्सी पम्किनहरू विशेष रहने गर्दछ। र बाटोमा चाहिँ अब चक्लेटहरू छोडिएको हुन्छ, राखिदिएको हुन्छ। हेर्नुहोस् यो पात खसेर रुख बिरुवाको हेर्नुहोस् ह्यालोविनको अघिल्लो दिनको चाहिँ मौसम यस्तो छ। हिजो रातिदेखि पानी परिराखेको अवस्था हो। जो अक्टोबर 31 अर्थात् ह्यालोविन हो आज र ह्यालोविनको दिनमा प्रायः जसो पानी पर्ने गर्दछ। आज पनि पानी पर्यो र हावाहुरी चलेर पातहरू खसेको तपाईँहरूले देख्न सक्नुहुन्छ।